फर्स्ट अफ अल चाहिँ तपाईहरु सबैजनालाई ह्यापी दसैँ। अनि म चाहिँ आफ्टर लङ टाइम भ्लग स्टार्ट गर्दैछु है। म चाहिँ भर्खर उठेको अनि दसैँको चाहिँ आज फर्स्ट टिकाको दिन है। म चाहिँ भर्खर उठेको। अब चाहिँ उठेर म नुहाइधुवाइ गर्छु, ओछ्यानहरू पट्याउँछु पहिला, त्यहाँदेखि नुहाइधुवाइ गर्छु है। तपाईहरु के गर्नु हुँदैछ? अनि तपाईहरु सबैजनालाई ह्यापी टिका, ह्यापी दसैँ है। अनि अहिले बिहान चाहिँ म उठेर अब नुहाइधुवाइ गर्छु। आजको हाम्रो यस्तो यतिको उज्यालो भइरहेको छ है। 5:30हरू भइरहेको छ। म उठ्दाखेरि चाहिँ अब छिटो छिटो गर्नुपर्छ। हेर्दै गर्नुहोस् होला म के गर्छु भनेर। लक्ष्मीकी आमा मैले चाहिँ यहाँ ओछ्यान सोछ्यान पट्याइसकेँ। अब चाहिँ म नुहाउँछु गाइस। नुहाएर चाहिँ खाना पकाउँछु। फर्स्ट चाहिँ पूजा गर्छु अनि चाहिँ म खाना पकाउँछु। प्लान्ट चाहिँ यतातिर पनि छ है। यो चाहिँ कस्तो दामी भएको छ। यो छिटो ग्रो हुँदो रहेछ हो। यो पनि छ, यो पनि छ, यो पनि यसले पनि छिटो पत्ता दिँदो रहेछ। अब चाहिँ म नुहाइ पनि सकेँ हो। अब चाहिँ म पूजा गर्छु गाइस। आजको दिन चाहिँ यस्तो भइरहेको छ गाइस। हेर्नुहोस्, घाम लाग्नु पनि खोज्दैछ, नलाग्नु पनि खोज्दैछ। अनि हामी चाहिँ यहाँ खाना बनाउनु थाल्यो हो। म चाहिँ पूजा गरिसकेर आएर नि खाना बनाउनु थालेँ। बहिनीले मलाई हेल्प गर्दैछ गाइस। यो चाहिँ मानिलो हो। यहाँ दाल पनि पाकिसक्यो। अब म सब्जी बसाउन आँटेको। अब के पकाउँछ म तपाईहरुलाई देखाउँदै गर्छु। के गरेको यो केटीले मलाई भिडियो बनाउनु पनि दिँदैन है गाइस। यस्तो गरे खोजेको देख्नु भयो होला नि तपाईले। कस्तो टिप्दै थिए कि। यो चाहिँ यहाँ हनीकम बनाएको छ। अनि त्यहाँदेखि अनि यो खाब्जे पनि बनाएको छ हो। अनि यहाँनिर रोटी पनि छ गाइस। प्लिज रोटीलाई चाहिँ उयो नगर्नु होला। यो चाहिँ बहिनीहरूले पोलेको माया लाग्दो सानो सानो बहिनीहरूले पोलेको हो नि त। त्यो चाहिँ मेरो हैन, यो र यो त मैले बनाएको। घरमा टिका लागिसकेर माथि नुहाउनु जाँदैछ। यहाँ फुपू हुनुहुन्छ, बहिनी प्रेमिका यहाँ हेर, अनामिका, अनु। हामी चाहिँ भर्खर टिका लगाइसकेर चाहिँ घर आइपुग्यो होइन। अनि भ्लग चाहिँ बनाउनै पाइनँ अहिले किनभने पुरै बेसी बिजी भयो। अनि प्लस त्यहाँदेखि पुरा बेसी थाक्यो नि त। अनि त्यहाँदेखि त्यही भएर भ्लग बनाउनै पाइनँ। अनि म चाहिँ भर्खर घर आइपुगेर चाहिँ अनि त्यहाँदेखि लुगासुगा फेरेँ। अब चाहिँ सुत्नु आँटेको। यो टिका चाहिँ किन नधोएको भन्नुहुन्छ होला तपाईँहरूले। किन आज लगाएको टिका चाहिँ हामी चाहिँ धुँदैन है। अनि धुनु हुँदैन अरे भन्छ। अनि त्यही कारणले म चाहिँ मुख पनि नधोई सुत्छु है। भोलि बिहानसम्म त गइसकेको हुन्छ किनभने राति हातहरू चलाएर पुरा उयो भइसकेको हुन्छ। अनि आजको के भन्छ फर्स्ट टिकाको दिन चाहिँ यसरी नै बित्यो। पुरा बेसी निन्द्रा पनि लागिरहेको छ। मेरो आँखा देख्नुहुन्छ तपाईँहरूले हो। कस्तो बेसी निन्द्रा लागिरहेछ। म यत्तिकै सुत्छु अब, मुख पनि धुँदिनँ। अनि थ्याङ्क यू फर वाचिङ। बाई एभ्रिवान।